नमस्ते। फिन्बिज टेक्नोलोजिज लिमिटेडद्वारा विकास गरिएको डेभलप गरिएको एम सफ्टवेयरमा यहाँलाई स्वागत छ। आज म यस भिडियोमा चाहिँ पर्चेज सर्भिस नर्मल कसरी इन्ट्री गर्न सकिन्छ एम सफ्टवेयरमा भनेर देखाउन गइरहेको छु। सबैभन्दा पहिले त पर्चेज सर्भिस नर्मल भन्नाले के बुझिन्छ भन्ने बारे छोटो व्याख्या गर्न चाहन्छु। यसमा कस्तो खालको इन्ट्रीहरू गर्न सकिन्छ, कस्तो खालको इन्ट्री चाहिँ पर्चेज सर्भिस नर्मलमा इन्ट्री गर्ने हो भन्दाखेरि यदि हामीले कुनै खर्चहरू जसको चाहिँ हामीले भ्याट रिटर्न पनि भर्नुपर्छ या नर्मल कस्टिङ गर्नुपर्छ हैन, इम्पोर्ट बाहेकका अरू कस्टिङहरू गर्नुपर्छ र अनि हामीले चाहिँ कुनै कन्ज्युम गर्ने सेल्फ कन्ज्युम गर्ने आफ्नै अफिसको लागि या कम्पनीले आफैले कन्ज्युम गर्ने तर स्टक चाहिँ मेन्टेन नगर्ने, स्टक आइटमहरू चाहिँ मेन्टेन नगर्ने र सिधै खर्चको हेडिङहरूलाई डेबिट गर्ने हो भनेदेखि चाहिँ हामीले पर्चेज सर्भिस नर्मल युज गर्न सक्छौँ। जस्तै प्रिन्टिङ स्टेसनरी सामानहरू बल्कमा किन्नुहुन्छ, स्टक पनि मेन्टेन गर्ने हो भनेदेखि चाहिँ त्यो हजुरले पर्चेज इन्भोइसबाट गर्नु पर्यो। तर त्यसमा चाहिँ हामी स्टेसनरी एकाउन्टलाई डेबिट मात्रै गर्ने, त्यसपछि सिधै खर्च देखाएर अनि खर्च बुक गर्ने, भ्याट रिपोर्ट भर्ने या कस्टिङहरूमा पनि गर्ने, इन्सुरेन्स जस्तो त्यस्ता खालका खर्चहरूलाई चाहिँ हामीले पर्चेज सर्भिस नर्मल इन्ट्री गर्न सक्छौँ। र प्लस यसमा भ्याट रिपोर्ट नभर्ने खालको कस्टिङ मात्रै गर्ने खालको इन्ट्री पनि हामी पर्चेज सर्भिस नर्मलबाट इन्ट्री गर्न सक्छौँ। त्यसको लागि हामीले यहाँ मेनुमा ट्रान्जेक्सनमा अकाउन्टिङभित्र पर्चेज सर्भिस नर्मल भन्ने छ। यसमा चाहिँ यहाँ सिधै प्लसमा क्लिक गर्दा हुन्छ या यसमा क्लिक गर्नुभयो भने यही पेजमा आइपुग्ने हो। यसमा एउटा पर्चेज सर्भिस नर्मल मैले इन्ट्री अलरेडी गरिसकेको छु। अब बाँकी चाहिँ नयाँ इन्ट्री गर्नु पर्यो भने यहाँ एड बटनमा क्लिक गर्न सकिन्छ अथवा यहाँ चाहिँ हजुरले किबोर्डमा अल्ट थिचेर ए थिच्नु भयो भने पनि हामी यही एड पेजमा पुग्न सक्छौँ। अब यो इन्भोइस नम्बर भनेको हाम्रो पर्चेज सर्भिस इन्भोइस नम्बर भयो। त्यसमा अब डेट कहिलेको हो हैन, यसमा F2 थिचेर पनि चेन्ज गर्न सकिन्छ, टोगल गर्न सकिन्छ। डेट र मितिको लागि F2 थिच्नु भयो भने पनि हुन्छ। यहाँ हजुरले माउसले क्लिक गर्नु भयो भने हुन्छ अथवा सिधै टाइप पनि गर्न मिल्छ है। यहाँ जस्तो मैले अब 20830225 यसरी सिधै मैले टाइप पनि गर्न सक्छु। त्यसैगरी अब यहाँ बिलिङ टाइप भनेको यो बिल चाहिँ क्याशमा हो कि क्रेडिटमा हो भन्ने कुरा छुट्याउनु पर्यो। मैले अहिले क्रेडिट नै गरेँ। त्यसपछि अब मैले यहाँ पार्टीको नाम चुज गर्नु पर्यो। यहाँ जम्मा 3वटा मात्र 2टा भेन्डर, एउटा क्याश कस्टमरमा देखाइरहेको छ। अब यो बाहेक अरू चाहिन्छ भनेदेखि चाहिँ तपाईँले यहाँ प्लसमा क्लिक गरेर क्रिएट भेन्डर गर्दा नि भयो। अथवा यहाँ जस्तै अब मैले एउटा इन्सुरेन्सको बिल देखाउँछु। मैले इन्सुरेन्स कुनै छैन भने अब यहाँ जस्तै अब शिखर इन्सुरेन्स कम्पनी लिमिटेड यहाँ छैन भने अब यदि टाइप गरिसकेर मैले सिधै क्रिएट न्यू गरेँ भनेदेखि त्यही चिज चाहिँ यतापट्टि तान्छ यसले नाममा शिखर इन्सुरेन्स कम्पनी लिमिटेड। त्यसपछि यहाँ कोड अटो आइहाल्छ। आफैले पनि यसलाई मेटाएर आफै राख्न सकिन्छ। प्यान नम्बर राख्न सक्यो हैन, 3000। मैले थाहा भएन एड्रेसहरू के चाहिन्छ यहाँ मोबाइल नम्बर इमेल राखेर क्रिएट गरिसकेपछि अब यो शिखर इन्सुरेन्स यहाँ नाम देखायो। त्यसपछि इन्सुरेन्सको बिल नम्बर कति हो यो राख्नु पर्यो, कुन डेटको छ डेट राख्नु पर्यो। त्यसपछि अब यहाँ चाहिँ इन्सुरेन्स भनेर इन्सुरेन्स एक्सपेन्सेस भनेर अब यहाँ कस्टिङ भनेको छ, त्यो चाहिँ इम्पोर्टको लागि कस्टिङ मान्नु पर्यो हैन। इम्पोर्ट गर्दाखेरि चाहिँ ट्रान्जिट इन्सुरेन्स छ भनेदेखि यहाँनिर जिएल पनि हो कस्टिङ पनि हो भनेर देखाएको छ। तर यो इन्सुरेन्स एक्सपेन्सेस चाहिँ एक्सपेन्सेस मात्रै हो, कुनै पर्टिकुलर कन्साइनमेन्टको खर्च होइन यो। अथवा यसलाई यसरी नर्मल इन्सुरेन्स, स्टक इन्सुरेन्स या भेहिकल इन्सुरेन्सहरू पनि मान्न सकिन्छ। अफिसको स्टक इन्सुरेन्स हुनसक्छ त्यस्तै। अब यहाँ एमाउन्ट भनेको ट्याक्सेबल एमाउन्ट 10,000 राख्यो, ट्याक्सेबल राख्ने, सर्भिस पर्चेज अदरै भइहाल्यो, इन्सुरेन्स एक्सपेन्सेस। अब यहाँ फेरि मलाई अब यो आजभोलि बिलमा चाहिँ इन्सुरेन्समा चाहिँ एउटै बिलमा 2टा आउँछ। एउटा अर्को स्ट्याम्प चार्ज भन्ने पनि हुन्छ, त्यो चाहिँ यहाँनिर 20 रुपियाँ हुने भयो। अब यहाँ चाहिँ ट्याक्सेबलको ठाउँमा ट्याक्स फ्री भनेर पर्चेज गर्छ, त्यसमा चाहिँ भ्याट लाग्दैन। त्यसरी इन्सुरेन्स एक्सपेन्सेस यहाँनिर स्ट्याम्प
स्ट्याम्प चार्ज भनेर यसरी लेख्न सक्यो। यसरी इन्टर गरेपछि अब यहाँ ट्याक्सेबल 10,000, नन ट्याक्सेबल 20 रुपियाँ र 90 रुपियाँ यो भ्याट चाहिँ 13%, 10,000 को 13%, यसरी 1300 रुपियाँ ओके गरेर सेभ गर्न सक्यो। अब नयाँ सेल लेख्न सक्यो। यहाँ हामीले बिल समरीमा 10,020, अब 1300 रुपियाँ यसरी टोटल अमाउन्ट देखाएँ। अब यहाँ मैले क्रिएटमा क्लिक गरिदिएपछि यस गर्ने यसरी दुईटा बिल इन्ट्री भयो। अब यसमा एडिट गर्न पर्यो भनेदेखि चाहिँ यहाँ टिक गरेर भ्यू गर्नु पर्यो भने भ्यूमा क्लिक गर्ने, एडिट गर्नु पर्यो भने एडिटमा क्लिक गर्ने। मैले यहाँ एडिट गर्दाखेरि चाहिँ 1 नम्बर चुज गरेर एडिटमा क्लिक गरेँ, तर यो मैले बाई मिस्टेकले 1 नम्बर होइन मैले 2 नम्बर भर्खर इन्ट्री गरेर करेक्सन गर्नु पर्यो भने यहाँ यसरी यही चुज गर्नुभयो भने 2 नम्बरकै लोड हुन्छ बिल। लोड हुनु पनि अलिकति नेट स्लो भएर हो कि जस, तर बिल नम्बर चाहिँ यहीँबाट चेन्ज गरेर लोड गर्न सकिन्छ, चेन्ज गर्न सकिन्छ। यसरी एडिट यसरी गर्न सक्यो। भ्यू गर्न पर्यो भने भ्यूमा टिक गर्न सकिन्छ। पर्चेस सर्भिसमा चाहिँ हामी यस्तै किसिमको खर्चहरू इन्ट्री गर्न सकिन्छ। धन्यवाद।